भनेको छ? के भनेको छ? मानव चोला पाएर पनि परमात्माको भजन भक्ति गर्दैन भने त्यो मान्छे सोभिड बरा होष्ट खरही समस्तुतः पुरुषः पशु नयत कर्ण पथो पेतो जातो नाम गदाग्रजः। हेर्नुहोस् त के भनेको छ यहाँ सनकादिहरूले भन्नुभएको हैन। सनकादिहरूले के भन्नुभयो? हे प्रभु, मानव भएर पनि यदि परमात्माको भजन भक्ति गर्दैन भने त्यो मान्छे त गधा भन्दा पनि कुत्ता भनेको कुकुर हुन्छ नि, ग्राम सुगुरहरू गाउँमा फोर खाँदै हिँड्छ नि, कुकुरहरू दसतिर भौतालिँदै हिँड्छ, कसले एक गाँस खान दिएला भनेर हिँड्छ नि, हो गधा सर हो रे, कुकुर गधा सर हो रे। मानव भएर पनि बहुमूल्य चोला पाएर पनि हीरा जस्तो चोला पाएर पनि यदि परमात्माको भजन भक्ति गर्दैन भने त्यो मानवलाई त गधा कुकुर सर भनेर श्रीमद् भागवतमा भनेको छ। हेर्नुहोस् है, हामी त सबै परमात्माको भजन भक्ति गर्नेवाला छौँ हैन। तर मानव चोला भनेको त त्यतिकै पाइने चोला होइन नि त, धेरै तपस्या गरेर पाइने चोला हो नि त मानव चोला। यसरी भन्नुहुन्छ भागवतमा, बिलेवतुरो क्रम विक्रमाने न शोणवतः कर्णपुटे नरस्य जीवास्ति दारदूरिके वसुत न चोपगायत युगाय गाथा। के भन्नुहुन्छ? प्रभु कथा सुन्दैन भने हेर्नुहोस् है, मानव भएर बोले श्री कृष्ण कन्हैयालाल की, सद्गुरु महाराज की, प्रभु कथा नसुन्ने मान्छेको कानलाई के भनेको छ? परमात्माको कथा नसुन्ने मान्छेको कानलाई सर्वपसी गुरु भनेको छ। जो मान्छे भएर यति सुन्दर दुईटा कान दिनु भएको छ, पहिलो बनाइदिएर के गर्ने हो? सुन्न पाइन्छ र? साँच्चीकै कान सुनिँदैन भने त अब यहाँ आएर माइक लिएर कान टाँसे पनि सुनिँदैन। तर हामीलाई कान सुन्ने बनाइदिनु भएको छ नि त हैन? कान दिनु भएको छ, सुन्न सक्ने शक्ति पनि दिनु भएको छ। तर पनि हामी परमात्माको कथा सुन्दैनौँ भने त्यो कान त सर्वपसी दुलो हो रे, यहाँ यसरी बताउनुहुन्छ। अनि जिब्रो भएर हेर्नुहोस्, यति सुन्दर जिब्रो, यो कति हाम्रो जिब्रो छ कि छैन? कति मान्छे जिब्रो छैन भनेर माग्न आउँछन् हैन? यो जिब्रो नभएको मान्छे भनेर आउँछन् नि। अब जिब्रो नभएपछि त बोल्नै सकिँदैन नि, तर हाम्रो त जिब्रो छ। अब जिब्रो भएर पनि भ्याउले कराको जस्तो ट्वाट 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 गर्छ भने त्यो जिब्रो के काम लाग्यो त? त्यो जिब्रो त परमात्माको भजन भक्ति गर्न दिएको जिब्रो हो नि त। खाली मिठो मिठो खान दिएको जिब्रो हो त, स्वाद चाख्न दिएको हो त। खाली स्वादे 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 जिब्रो अल्छी तिरो भन्छ नि, हो कि हैन? खाली मिठो मिठो खानालाई चाहिँ यो जिब्रो मिठो भएन, त्यो मिठो भएन भन्ने परमात्माको नाम चाहिँ नजप्ने यो जिब्रो के काम? त्यसको जिब्रो त भ्याउताको जिब्रो जस्तो हो रे। अनि शिर भएर पनि यति सुन्दर टाउको दिनुभएको छ। हेर्नुहोस् त, यो टाउको भएर पनि परमात्माको चरणमा झुक्दैन, मान्यजन माता पिताको अगाडि झुक्दैन, गुरुजनको अगाडि यो शिर झुक्दैन भने त्यो शिर त मुर्दाको शिर जस्तै हो रे। मरेपछि शिर निहुरिन्छ त? शिर निहुरिँदैन नि। आँखा भएर पनि यति सुन्दर आँखा दिनुभएको छ परमात्माले। यो सुन्दर आँखा पाएर पनि यदि परमात्माको दर्शन गर्दैन, नराम्रा नराम्रा कुरा मात्रै हेर्न खोज्छ भने त्यसको आँखालाई के भनेको छ? सुँगुरको आँखा भनेको छ। अब हाम्रो आँखालाई सुँगुरको आँखा बनाउनु भयो त? भएन नि। हाम्रो आँखा त परमात्माको दर्शन गर्ने, साधु सन्त गुरुजनको दर्शन गर्ने हैन, यस्तो सुन्दर आँखा हो नि। तर यति सुन्दर आँखा पाएर पनि परमात्माको दर्शन गर्दैन भने मयूरको प्वाँख जस्तो, मयूरको प्वाँख पनि आँखा जस्तै हुन्छ नि हैन? मयूरको प्वाँख जस्तो आँखाले, सुँगुरको आँखा जस्तो आँखाले, हेर्नुहोस् है भागवतले भनेको। अनि यहाँ भन्नुहुन्छ, जो मान्छे हैन यो मुख भएर पनि परमात्माको भजन भक्ति गर्दैन, यो हात भएर यति सुन्दर हात दिनुभएको छ, यति सुन्दर हात भएर पनि यदि उसले सकेको दान पुण्य गर्दैन भने, मानव चोला पाएपछि हामीले कमाउँछौँ, हामीले 10,000 कमाउँछौँ भने 1,000 छुटाउनु भनेको छ है। 1,000 चाहिँ हामीले धर्म कार्यको लागि छुटाउनु भनेको छ। 1000 रुपियाँ कमाउँदाखेरि भनौँ न 100 रुपियाँ छुटाउनु भनेको छ हैन? बोले श्री कृष्ण कन्हैयालाल की, 10,000 हाम्रो कमाइ हुन्छ भने हामीले 1,000 छुटाउनु भनेको छ। अनि 20,000 कमायौँ भने 2,000 छुटाउनु पर्यो। 50,000 कमायौँ भने महिनामा 5,000 छुटाउनु पर्यो। त्यो 5,000 रुपियाँ पैसा जम्मा गर्ने, कहीँ खुत्रीकेमा राख्ने हो कि बैंक ब्यालेन्समा लगेर राख्ने हो कि कहीँ राख्ने हो, यो परमात्माको नाममा भनेर छुटाएर राख्ने। अनि त्यो पैसा धेरै भएपछि यसै गरेर परमात्माको हैन
काहीँ मठ मन्दिरमा दान पुण्य गरेको ठाउँमा दिन पाइयो, भागवतै लाउँछु भन्दा पनि पाइयो, पूजा कोठा यदि घरमा छ भने सजाउन पाइयो, त्यो पैसा हाम्रो लागि होइन परमात्माकै लागि खर्च गर्न पाइयो। बोले श्री कृष्ण कन्हैया लाल की। अनि के भन्नुहुन्छ, यति सुन्दर गोडा पाउ, हजुर हाम्रो पाउ छ नि चरण, यति सुन्दर दुईटा चरण दिनुभएको छ, यदि परमात्माले हाम्रो पाउ नल्याए के गर्ने? यहाँ आउन सकिन्थ्यो होइन? सकिन्थेन नि। दुईटा चरण दिनुभएको छ, यति सुन्दर चरण पाएर पनि यदि त्यो कथा सुन्न जाँदैन भने, तीर्थ जाँदैन भने, मठ मन्दिरमा त्यहाँ कथा भएको छ भनेर नगएर घरमै बस्छ भने त्यसको त्यो चरण त रुख हो है। रुख हिँड्न सक्छ? रुख त कहिलेदेखि एकै ठाउँमा बस्छ, रुख हिँड्न सक्दैन नि। त्यसको पाउ त रुख हो रे। यो छाती हेर्नुहोस् त, यो छाती यस्तो परमात्माको कथा सुन्दा पनि नपग्लिने छाती त त्यसको के हो रे? पत्थर हो रे, ढुङ्गा हो रे। परमात्माको कथा सुन्दा पनि अलिकति हो जस्तो लाग्दैन? ला म त कसरी भुलेर बसेको छु, म त कहिले परमात्मालाई प्राप्त गर्ने होला भनेर तर्किँदैन भने पत्थर हो रे छाती। गरेर आउँछ नि हाम्रो आवाज होइन? श्वास के छ? सास फेर्छौँ नि हामी, यो श्वास भएर पनि परमात्माको नाम जप्दैन भने अहरानको खलाती हो रे। दाउरा काट्दाखेरि च्वाइङ 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 गर्छ नि, त्यस्तै यो श्वास भएर पनि यदि परमात्माको नाम जप्दैन भने त्यसको त्यो श्वासलाई अरानको खलाती भनेको छ है। त्यस कारणले श्वास श्वास निज नाम जपो रे प्यारे, व्यर्थ श्वास मत खोएन। त्यसैले हामी पनि परमात्माको नाम जपौँ। एउटा सुन्दर भजन सुनेर है। परमात्माको नाम कीर्तनमा धेरै आनन्द छ नि त, हामी एउटा भजनमा आनन्द लियौँ।